जीवन भनेकै सङ्घर्ष हो। सुख त एउटा कहिलेकाहीँ आउने कुरा हो, दुःख सधैँ रहन्छ। मान्छे दुःखमा जिउन सिक्नुपर्छ। हामीले सुखमा जिउने मान्छेको आयु दीर्घकालीन हुँदैन, दुःखमा रम्नुपर्छ। दुःख आफ्नो साथी हो। सुख भनेको त एकदमै कहिलेकाहीँ आउने हो। तपाईँसँग मसँग सधैँ रहन्छ भने त्यो दुःख मात्रै हो। त्यसलाई चाहिँ एउटा मित्रताको रूपमा स्वीकार्नुपर्छ। जीवन भनेकै सङ्घर्ष हो। सुख त एउटा कहिलेकाहीँ आउने कुरा हो, दुःख सधैँ रहन्छ। मान्छे दुःखमा जिउन सिक्नुपर्छ। हामीले सुखमा जिउने मान्छेको आयु दीर्घकालीन हुँदैन, दुःखमा रम्नुपर्छ। दुःख आफ्नो साथी हो। सुख भनेको त एकदमै कहिलेकाहीँ आउने हो। तपाईँसँग मसँग सधैँ रहन्छ भने त्यो दुःख मात्रै हो। त्यसलाई चाहिँ एउटा मित्रताको रूपमा स्वीकार्नुपर्छ।